आजको भ्लगमा हामी राँगाको सुकुटी बनाएर खाँदैछौँ। यो काटेर जालीमा रेडी भइसकेको छ यसलाई सुकाउनलाई। यता हाम्रो बुबा आउँदै हुनुहुन्छ आगोको लागि नरिवलको यो सुकेको बोक्रा खोस्टाहरू लिएर सुकेको यो पात यसलाई बालेर चाहिँ अनि अरू दाउरा पनि बाल्ने। कोइला भएपछि चाहिँ अनि बल्ल यसलाई सुकाउन राख्ने। आगो अहिले पुग्ने हो घाममा सुकाउने अब हप्तामा सुक्छ पर्ने। सुकुटी सुक्दैछ कोइलामा। अब चाहिँ यो सुकेर रेडी भयो। यसलाई बिस्तारै भित्र लगाउँ किचनमा। यो ग्यासमाथि राख्दिउँ यसलाई एकछिन। बुवाले चाहिँ अब यसलाई पिस गर्नलाई भित्र लाँदै हुनुहुन्छ, मसिनो पिस गर्ने। पिस गरेर अब यो रेडी भइसकेको छ। यसलाई फ्राई गर्ने अब। लसुन पिसेर रेडी भयो। अब फ्राई पनि अब सुरु हुँदैछ। एकछिन फ्राई गरेपछि यसमा प्याजहरू हालियो। थोरै नुन मसलाहरू हालिदिएँ। अब बेसार यसमा अब अघि रेडी पारिएको लसुनको पेस्ट, थोरै मसलाहरू हाल्दै हाम्रो मन्नो बहिनी पनि आउनु भएको छ। बाबाको लागि चाहिँ गिफ्टहरू यो खेलौना ल्याइदिनु भएछ। आउँछु भन्दा नि आउन पाएँ। के गरे भलक बनाऊ पापाले भलक। मान्छे कपडा जस्तो हो कि के हो? झिलिमिली हो मेरो कपडा।
सुकुटी अब लगभग पाक्न थाल्यो। गोलभेडा हालिसकेका छौँ। Vlog, abang vlog. Kan tahu dulu. Aduh. Kan ya, aku tadi bilang tuh belum gitu. Final पाक्यो अब ल हुँदैछ चिउराहरू। सुकाएको सुकुटी छ मिठो मिठो मजाले सुकाएर फ्राई गरेर बनाएको। ल 5 स्टार होटेलमा खान लाग्यो। होममेड हो यो। म खान लाग्यो हो। ल ताजा ताजा सुकुटी मजाले आगोमा सुकाएर बनाएको। यसमा सलाद पनि आइरहेछ। काँक्रो मुला काटेर मजाले खानुपर्छ। ल तपाईँले सब्सक्राइब गरिदिनु भनेर तपाईँलाई भने मलाई लाल लाग्छ कि भन्नु त्यस्तो हुँदैन। आज ताजा तातो तातो मोमो छ खाजा खानको लागि। ल तातो झोल त्यो मोटेले भनेर गर्दै यत्रो मुखमा हाल्छ बुढो। खानलाई क्या मिठो छ गाई सुकाएको सुकुटी। के हुन्छ त कतिजना खाएको। आजको भ्लगमा यति नै। हाम्रो खानपिन पनि सकिन थाल्यो। अब फुर्सदको समयमा अरू यस्तो भ्लगहरू बनाउँदै जानेछौँ। हस् त, धन्यवाद।